हेलो सबैजनालाई नमस्ते। हामी चाहिँ बसी आज चाहिँ हामी जङ्गल जाँदैछौँ। हामी सासू बुहारी मिलेर हामी चाहिँ घाँस काट्नलाई जङ्गल जाँदैछौँ। हेरिदिनु होला आजको भिडियो सुरुदेखि अन्तिमसम्म। चाहिँ हाम्रो सासूले खानेकुरा किन्नुहुन्छ है यहाँ। के किन्नुहुन्छ? सासूले खानेकुरा किन्नुहुन्छ है यहाँ पसलमा। मेरो सासू मम्मीले किनिदिनु भएको है, धन्यवाद। जाँदैछौँ। सासू अगाडि अगाडि हिँडिराख्नु भएको छ यसरी झोला बोकेर जुत्ता लाएर। आजको मौसम चाहिँ एकदमै राम्रो भइरहेको छ। घाम पनि लागेको छैन, पानी पनि परेको छैन। आज शीतलो दिनहरू परिरहेको छ है। यो चाहिँ काउँ खोला हो। यो काउँ खोला चाहिँ बर्खामा चाहिँ ठुलो भएर आउँछ होइन मम्मी? कत्रो हुन्छ रे आषाढमा यो खोला? तर्न सक्दिनँ। कत्रो हुन्छ भनिदिनु न एकचोटि। तर्नै सकिन, ठुलो हुन्छ। यो चाहिँ काउँ खोला है। यहाँ चाहिँ अहिले चाहिँ पानी सानो हो। यो साउन भदौ आषाढमा चाहिँ एकदम ठुलो हुन्छ। यो चाहिँ काउँ खोला हो। काउँ खोला हजुर तपाईँले पनि भन्नु न, के भन्नु त तपाईँले? ल भन्नु। यो चाहिँ काउँ खोलाको बाँध हो। अँ, यो चाहिँ नयाँ बनाएको बाँध हो। अँ। यो बाटो हिँड्नुपर्छ हामी। घाँस काट्न जानलाई। काँक्रोको लागि ठेक्राहरू बोकेर आउँदै हुन्छ। हामी चाहिँ जङ्गल आइपुग्न लाग्यो। सासू मम्मी हिँड्दै हुनुहुन्छ, ढिलो भयो भन्दै हुनुहुन्छ। ओल्पिनु तपाईँले यो धार यहाँ पानी पर्ने ठाउँको नाम के अरे? यो बाटो चाहिँ ओखलढुङ्गा जाने बाटो हो। यो ओखलढुङ्गामा पानी भर्न जाने ठाउँ हो यो। ओखलढुङ्गाको पानी एकदम मिठो हुन्छ। मुलको पानी हो। यहाँ चाहिँ टनेल जङ्गल यति राम्रो आएको। बफ मोमो चाहिँ बफ मोमो है गाइस। यो चाहिँ ओखलढुङ्गाको धारा मुलको पानी आउँछ होइन मम्मी? मुलको पानी आउँछ। ल्याउनु बोतल पानी आउँछ।
धेरै पुस हातसँग कुदा सुन हेरी खाने पानी के लाने लाने नहानेको छु यहाँ चाहिँ बाख्रा भैँसी चराउँदै खलडुङ्गा जङ्गल आइपुग्न लाग्छ अब नबोलेको ठिकै बाटो उराट लाग्दा न्याउलीबाट है हाँ यसलाई चाहिँ यो ठाउँलाई चाहिँ भोटेकुना भन्छन् भोटेकुना कुना कुनामा मान्छेहरू बस्यो पानी आउला जस्तो भयो फाइनली साथीहरू हामी चाहिँ जङ्गल पुगेर पनि घाँस काट्न सुरु गरिसक्यौँ मम्मीले यहाँ काट्दै हुनुहुन्छ म चाहिँ माथि छु माथि काटिरहेको छु मैले घाँस मम्मीले चाहिँ माथितिर हेर्दै हुनुहुन्छ मलाई भने के साह्रो गर्मी भएको मलाई चाहिँ पसिनाले अनुहारभरि पसिना नै पसिना भइरहेको छ मैले मम्मीलाई भने कि मम्मी तपाईँले किन यस्तो च्यात्तिको ज्याकेट लाएर आउनुभएको जङ्गलमा भनेको जङ्गलमा धेरै काँडाहरू हुन्छ अरे अनि काँडाहरू भएको बेलामा नयाँ कपडा लगाएर आयो भने चाहिँ नयाँ स्वेटरहरू ज्याकेटहरू लाएर आयो भने चाहिँ च्यातिन्छ अरे त्यो भएर पुरानो लाएर आउनुपर्छ क्या भनिराख्नु भएको छ मम्मीले चाहिँ एउटा मुठा पारिसक्नु भयो अनि मैले पनि एउटा मुठा पारिसकेँ अनि मम्मीले त्यो घाँसको मुठा लिएर तलतिर झर्दै हुनुहुन्छ है त घाँस
यहाँ चाहिँ औसिलो मजाले फरिरहेको थियो अनि मम्मीले टप टप टिप्दै खाइराख्नु भएको छ। तिमी पनि खाऊ न भन्नुभएको छ अनि मैले पनि एउटा दुईटा टिपेर खाएँ अनि मम्मी पनि खाँदै हुनुहुन्छ। मम्मीले औसिलो टिपेर खाइसकेपछि अनि मम्मीले भन्नुभयो हामी अब घाँस काट्न माथितिर जानुपर्छ, माथितिर अलिअलि घाँसहरू देखिरहेको छ भन्नुभएको थियो। अनि हुन्छ त नि मम्मी जाऊँ भनेर हामी फेरि माथितिर घाँस काट्न गयौँ। घाँस चाहिँ यति भयो, मम्मीले यहाँ बोकेर ल्याउँदै हुनुहुन्छ। है साथीहरू, जङ्गलमा घाँस पाउनै गाह्रो। पानी खाने हो हामी, पसिना पसिना हामी पानी कति मिठो पानी नि, मिठो भयो। जङ्गलमा कति धेरै जुगाहरू लाग्न थालिसकेछ। मेरो खुट्टामा पनि एउटा जुगा यस्तरी लाग्यो अनि मैले फालिदिएँ यसलाई। अब भने हाम्रो घाँसको भारी पुगिसक्यो अनि हामी चाहिँ घाँसको भारी हाल्दैछौँ। मैले चाहिँ घाँसको भारी मिलाउँदैछु। घाँसको भारी मिलाउन त खासै जान्दिनँ, मम्मीले सिकाउँदै हुनुहुन्छ कि मलाई घाँसको भारी मिलाउनलाई। मैले चाहिँ बाङ्गो टुङ्गो गरेर बाँध्छु तर मम्मीले सिकाउँदै हुनुहुन्छ है त मलाई। घाँटी दुख्दैन चराएर त्यही चराको खाँदा गोरु हुनाले अलि हाल्नु कुन चाहिँ त्यही हाल उसलाई त कि आधा गर धेरै हुन्छ, आधा गर कि त्यो धेरै हुन्छ। त्यो त पोखरी तान्छ यता अगाडि हाल, ओडेर बनाऊ न, पोखरी तान्छ यता अगाडि हाल क्या। यी हाल तिम्रो होरी हातनिर होरी त्यहाँ त्यहाँ नि यहाँ माथि आधी गरेर त मलाई फेरि थोरै हुने होला नि, त्यहाँ होइन अलि माथि ढाड फर्किन्छ कि फेरि हुन्न के अरे सर मैले फर्काएर बोक्ने ए ल त चुडाल्दै उसले फेरि अलिक घुँडाले आँठाएर बाँध अब कता गर्ने हो रात आँठा नि। ल है त साथीहरू, हाम्रो भारी पनि तयार भइसक्यो। हामी चाहिँ घाँसको भारी बोकेर हामी घरतिर फर्किँदैछौँ है त। घाँसको भारी हेर्नु त साथीहरू, मम्मीको भारी है यो चाहिँ। मम्मी चाहिँ 3 मुठा बोक्नुभयो मम्मीले। यहाँ चाहिँ बाटो एकदमै अप्ठ्यारो भएकोले हामीले त्यसरी हिँडिरहेको बाटो पनि घाँसको भारीसँग अलिक अप्ठ्यारो हुँदो रहेछ क्या त्यस्तो बाटोमा। तल लड्यो भने त खोलामै पुगिन्छ। भन्दा परमेश्वरले हामीलाई जोगाउनु भएको छ। ल हिँड्नु अगाडि अब सजिलो आयो।
बाटोमा हिँड्दै हो हामी चाहिँ भारी बोकेर। हामी चाहिँ चौतारामा भारी बिसाएर बसेको। मेरो भारी चाहिँ यहाँ छ, मेरो भारी यहाँ छ है। हामी चाहिँ यहाँ चौतारामा थकाइ मारेर बसेको। बच्चाहरू खेलिरहेछ। ऊ त्यो भारेलाई 3035 आज म यहाँ हुँदा हुँदा लगेका सबै थकाइ मारेर बसेको। सासु त यहाँ हुनुहुन्छ। तपाईँलाई के भयो, भोक लाग्यो? टाउको दुख्यो। हेर्नु न राम्रो। ल है त आजको मेरो छोटो भिडियो यति नै गर्छु, हेरिदिनु होला।